आज हामी एभोकाडोमा फूल फुल्ने प्रक्रियाबारे जानकारी लियौं। एभोकाडोमा असाधारण खालको फूल फुल्ने प्रक्रिया हुन्छ, जसले गर्दा परसेचनलाई बढावा दिने गरेको पाइन्छ। यसमा भाले फूलहरू र पोथी फूलहरू एकै समयमा निस्कदैनन्, तसर्थ यसलाई डाइकोग्यामस प्रकृतिको फलफूलको रूपमा राख्न सकिन्छ। फूल फुल्दा एउटा फूलमा 2 चरण देखिन्छ, क वर्ग र ख वर्ग। क वर्ग अर्थात् टाइप ए फूल बिहान खुल्ने, पोथी भागले भाले परागकण ग्रहण गर्न तयार हुने, तर त्यस समयमा भाले परागकण नझर्ने र दिउँसो मात्र झर्ने खालका जातहरू हुन्छन्, जस्तै हाँस र रिड। टाइप बी यसमा फूल बिहान खुल्ने, जहाँ भाले भाग सक्रिय हुने र झर्ने, तर पोथी भाग परागकण ग्रहण गर्न तयार नहुने, जस्तै फुर्टे र इटिन्जर यस वर्गमा पर्दछन्।